सो गाइज वेलकम ब्याक टु माई फर्स्ट भ्लग। अनि आज चाहिँ भ्लगमा हजुरहरूलाई के देखाउँछु भनेपछि आज हामी चाहिँ झरौला थाप्न जाँदैछौँ। है नबोलाइ त्यो बोलिरहेछ। आज चाहिँ हामी झरौला थाप्छौँ यो गएर यो खोलामा है। म हिजो आएको नि त नेपालमा थिएँ कि आज चाहिँ गएर हामी झरौला थाप्छौँ। के कस्तो हुन्छ हजुरलाई देखाउँछु। अनि झरौला चाहिँ त्यो घरमा छ है, त्यो घरमा अब हामी चाहिँ जान्छौँ यो झुलुङ्गे पुलदेखि। कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु। गाउँतिर चाहिँ यस्तो छ, घाम गइसकेछ है, अब राति हुन्छ। हामी झरौला थाप्दै राति हुन्छ है। फर्स्ट भ्लग है, फर्स्ट भ्लग है, फर्स्ट भ्लग जे जस्तो भयो नि हेरिदिनु होला है। नराम्रो त नराम्रो नै हुन्छ थाहा छ, तर नि हेरिदिनु होला। हेर्नुहोस् त्यो खोलामा गएर अनि यो चाहिँ साथी यो र म चाहिँ भएर झरौला थाप्न जान्छौँ। यस्तो देखेर अब यो टक्क सब देखाइदिन्छु हजुरलाई सब। त्यहाँदेखि चाहिँ घाम गइसक्यो है। अनि यहाँ माथितिर चाहिँ मेरो घर छ है, देखिन्न अब डाँडा टाँडा छ। अब झरौला थापेको देखाउँछु हजुरलाई। म तल गएर झरौला नै हल्का बनाउनु पर्ने छ, बिग्रेछ अरे। तल गएर बनाएर हजुरलाई झरौला थापेको देखाउँछु। सो गाइज अहिले हामीले झरौला पनि लिएर आइसक्यौँ है। अब यसलाई चाहिँ बनाउँछौँ। यस्तरी बनाउँछौँ, यो बनाउँदैछ त्यस्तरी बनाउँछौँ। अहिले चाहिँ हामीले झरौला बनाइसक्यौँ है, बनाइसक्यौँ। अब चाहिँ जान्छौँ हामी। कतादेखि जाने, कुन साइडदेखि जाने? यतादेखि हामी अब यहाँदेखि जान्छौँ है। यहाँनिरदेखि बाटो छ, हामी झरौला हाल्न जान्छौँ। यति धेरै छ, चल ओइ चल। गाउँ चाहिँ यस्तो छ है। त्यसलाई म मेरो घर पनि देखाउँछु है। हल्का देखेछ मेरो घर चाहिँ ऊ त्यहाँ छ है, हल्का देखेछ त्यो माथिको हल्का धुवा निस्के जस्तो भएको छ। त्यही धेरै जुम हुँदैन योमा, त्यही भएर अब हामी चाहिँ जान्छौँ झरौला थाप्न। अब सिधा हजुरलाई खोलामा गएर देखाउँछु झरौला थाप्न गएको है। यो र म भएर चाहिँ झरौला थाप्छौँ। म चाहिँ झरौला हाल्दैछु। एउटा माछा पर्छ, किनकि मैले हालेको छु एउटा माछा पर्छ भोलि। यहाँ भोलि हजुरलाई देखाउँछु म। त्यहाँ हाल्छ अरे, लास्ट झरौला बाँकी छ। अब यति झरौला हालेर हामी चाहिँ घर जान्छौँ। राति पर्छ सोचिँदै दिनमै भ्याइयो। घाम चाहिँ ऊ त्यहाँ गएको छ है, हल्का हल्का देखियो होला है, घाम त्यहाँ गएको छ। अब यति झरौला हालेर चाहिँ हामी घर जान्छौँ, सुत्छौँ। भोलि बिहान मोर्निङमा आउँछौँ, झरौला निकाल्छौँ। कति माछा पर्छ हजुरहरूलाई देखाउँछु। अहिले चाहिँ हामी जाँदैछौँ झरौला निकाल्न। यस्तो यस्तो भयो है, उज्यालो हुन्ला यस्तो यस्तो भएको छ गाउँमा। सब त्यो लाइट भयो है, ठाउँ ठाउँ गर्छ, त्यही भएर यस्तो लाइट भएछ। अनि यो चाहिँ मेरो घर। नेक्स्ट डे हामी चाहिँ जाँदैछौँ झरौला निकाल्न। झरौला निकाल्नको लागि चाहिँ एउटा लट्ठी चाहिन्छ, त्यो चाहिँ अहिले हामी तलै खोलामा भेटाइहाल्छौँ है त्यो चाहिँ। अनि यस्तो ब्याग छ, ब्याग लगेर जाँदैछौँ माछा हाल्नको लागि है। परेछ कि नै अब हजुरलाई म खोलै गएर देखाउँछु, हजुरहरूलाई म खोलै गएर देखाउँछु माछा कति पऱ्यो। यस्तो हालतमा जाँदैछौँ, बहुत जाडो छ, बहुत जाडो, त्यही भएर यस्तो हालतमा चाहिँ जाँदैछौँ हामी झरौला निकाल्न।
उसको हालत यस्तरी जाँदैछ। अब म नि यस्तरी जाँदैछु। यस्तो यस्तो भएको छ, उज्यालो नै लाग्छ। अब तल गएर देखाउँछु हजुरलाई माछा परेछ कि नाइ भनेर। हामी अहिले चाहिँ खोला पुगिसक्यौँ है। अब माछा परेछ कि नै देखाउँछौ। फर्स्ट जाल चाहिँ यो माछा परे छैन क्या हो, कोही निकाल्न फर्स्ट जाल। माछा परेछ कि नै, परे छैन। माछै परे छैन यार फर्स्टमा। हजुरलाई जुनमा परेछ त्यहीमा देखाउँछु म अहिले। माछा नै परे छैन। एउटा चाहिँ माछा फस्यो है, माछा एउटा सानो छ एउटा माछा फस्यो बल्ल। यहाँदेखि माछा नै फसे छैन आज, के गर्नु। एउटा फस्यो बल्ल, दुईटा जति पर्छ क्या, माछा नै परेन यति देर चलाएर। आजकल माछा नै पर्दो रहन्छ। ओ यहाँको निकाल। यहाँ पनि हालेछ तर परे छैन माछा। हजुरहरूलाई अब माथिको देखाउँछु म। हाम्रो चाहिँ ब्याड लक भयो जस्तो छ। माछा एउटा मात्र पर्यो है, एउटा ब्याड लक। यहाँ पनि परे छैन। अब त्यहाँ तल नि परेन। यो लास्ट जाल हो। तान ब्याड लक, माछा नै एउटा मात्र पर्यो। ब्याड निकाल त। अरे परे छैन यार, माछा परे छैन। म गइहालेँ, माछा नै परे छैन। त्यो अघि जुन चाहिँ तेरो हाँसो लाग्छ यार। एउटा पऱ्यो यार, ब्याड लक। एउटा पऱ्यो अरे कि माछा नि, एउटा माछा परेछ एउटा। अब यहाँदेखि हामी चाहिँ घर जान्छौँ। घर चाहिँ उहाँ माथि छ है, उहाँ छ कि त्यो टपमा घर देखियो नि, त्यहीँ छ। घर चाहिँ माथि छ। अब हामी चाहिँ घर जान्छ। माछा नै परेन। अब एउटा माछा लगेर खान्छौँ। एउटा मात्र छ। मैले सोचेँ थिएँ 5-6वटा पर्छ, एउटा मात्र पऱ्यो। अनि आजको लागि भ्लग यति नै हुन्छ। हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो सब्सक्राइब गरिदिनु।